निषेधको राजनीति आदि अगाडि बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँदछ। असन्तुलनले उपेक्षा जन्माउँदछ र उपेक्षितहरूमा विद्रोह जन्मिन सक्दछ। आजको यो स्थिति र हाम्रो दर्शन बीच हामीले आफूलाई राखेर हेर्न सक्यौं भने यथार्थलाई स्वीकार्न र परिस्थितिलाई सुधार्न सहज हुनेछ। अन्त्यमा बहुजन हिताय बहुजन सुखाय यो मूल मन्त्रमा आत्मसात गर्दै अगाडि बढ्नुको हामीसँग विकल्प छैन। हामी सबै सनातनी ओमकार परिवारहरू यही साध्य प्राप्तिका लागि कर्मठ प्रयासमा जुटौं। श्री पशुपतिनाथले धर्म संस्कृतिको पुनरुत्थान गर्नमा हामी सबैलाई शक्ति प्रदान गरून्। जय नेपाल।